महिनामै कुङ्गुरमा काम गरेर 3 लाख कमाउने गोर्खेहरूको काम चाहिँ यस्तो छ। यो बुङ्गुरहरू जन्मेको माउसँग बसेर छादनसामा बसेपछि लगभग 2 महिना बस्छ। त्यसपछि चाहिँ पिउक्सँगसामा सारेको 45 दिनपछि चाहिँ यत्रो हुन्छ। 45 दिन पिउक्सँगसामा बसेपछि फेरि यिनीहरूलाई चाहिँ पिउक्सामा सार्नुपर्ने हुन्छ। पिउक्सामा सारेको 2 महिनापछि यिनीहरू चाहिँ बेच्न मिल्ने खालको भइसकेको हुन्छ। यिनीहरू लगभग पिउक्सामा 2 महिना बसेपछि यिनीहरू ठ्याक्कै 6 महिना पुग्छ। त्यतिसम्ममा यिनीहरूको वेट भनेको 120 सम्म हुन्छ बडीमा र बेच्ने बुङ्गुरहरू चाहिँ लगभग 110 देखि 120 को बिचमा हुनुपर्छ र योभन्दा बढी पनि हुनु हुँदैन र कम पनि हुनु हुँदैन।